अहिलेको यो नजारा चाहिँ जापानमा बस्नेले मात्रै देख्न पाउँछ है गाइजहरूले हेर्नु होला है यस्तो है ओ माई गड म त मरेँ क्या मरेँ के भयो यस्तो यो राम 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 तपाईँहरूले बाहिरबाट देख्ने होला त एकदमै राम्रो लाग्न सक्छ है वाउ भन्न सक्नुहुनेछ तर ल हेर्नु नि बाटै छैन ल कहाँबाट छिरेर जाने हो थाहा छैन अनि यहाँ हेर्नु है यहाँ रुख के भइरहेछ है बिचरालाई भारी भएको छ होला हेर्नु नि पुरै 5-7 पतिङ्गर सतिङ्गर सबै झरेर नाङ्गै भएको थियो अनि अहिले यति धेरै यस्तो के भन्छ भएको छ है हिउँ हेर्नु न फुल पनि पुरै मरिरहेको यो कसरी निस्किनु यो कहाँबाट निस्किने होला यहाँसम्म त को आएको रहेछ हिजो फेरि हेर्नु नि यता यता देखेर अब डर पो लाग्यो मेरो राति कोही निस्किएको थिएन यहाँबाट निस्किएर त्यता कोठामा गएर यता आएछ को आयो मेरो घरमा यसरी पहिलाको त उ नै छैन त फेरि हेर्नु नि यहाँ म बाहिर निस्किएकै छैन अनि त्यताको घरबाट यता फ्याट्टै यहाँसम्म रोकिएछ पाइला मलाई सुत्या बेला ढोका चेक गर्न क्या हो डर पो लाग्यो राम्रो हेर्नु है गाडीहरू यस्तो भएको छ अनि अहिले बुढो पनि बिचरा यस्तै भएको छ होला होइन काममा जानुभयो नि त पार्किङमा यस्तै भयो होला अनि आएर अब सबैभन्दा पहिला काम यो बाटो बनाउने हुन्छ अनि बल्ल हुन्छ है यो कताबाट कता के गरेर जाने हो धन्न घाम त लागेको छ कसरी के गर्ने हो यो भगवान् बिचरा थकाइ लाग्यो होला नि छक्क परेर बसेछ कहाँबाट सुरु गर्ने होला भनेर बसेछ है यस्तो छ है अब मैले अहिले सक्दिनँ हेल्प गर्न बुढा आउनुभयो भने गर्नुहुन्छ है पिर नगर्नु होला एक्लै भयो भनेर होला बिचरा बिजोको भयो हेर्नु नि कताबाट गर्ने होला भनेर सोच्दैछ फालेर हिँड्यो नसकेर मैले निस्किँदैन हेर्नु नि यस्तो बिजोग भएको छ कि भगवान् मेरो बलि राम्रोसँग नि आएको छैन म आज छुट्टी भएको भएर बल्ल उठेको हो आज मेरो काम थियो भने त म मर्ने रहेछु बिहान त म बिहानै जानुपर्छ नि त काममा त त्यो भएको भएर हेर्नु नि छानाहरू पुरै यस्तो भएको छ अनि अब म घर पछाडि गएर देखाउँछु ल हेर्नु नि यस्तो भएको ए भगवान् हेर्नुहोस् है गाइजहरू यो चाहिँ घर पछाडिको नजारा हो होइन माथि छतमा हिउँ देख्नु भएको नि यो अहिले पग्लिँदै आएपछि झर्ने हो ल हेर्नु नि एउटा रुखहरू पनि त्यस्तै भएको छ अनि छानाहरू पनि हेर्नु है यस्तो भएको छ है आँखै खाने भएको छ हेर्नु त यस्तै हो अब पारी पुरै वनहरू देख्नु भएको छ नि यिनीहरू पुरै यस्तो भएको छ बिजोक छ बिजोक अनि त्यो डोजर देख्नु भएको नि यसले चाहिँ हिउँ सोरेर सबै यहाँ पाहाड बनाउँछ अब थप थुबार्दै छ अनि यता यता छटहरू हेर्नु त यस्तो हुन्छ है जाडो महिनामा त लास्टै गाह्रो हुन्छ कि अरू त ठिकै हो बस्न एकदमै राम्रो छ एकदमै सहज छ तर के गर्ने जाडो महिना लागेपछि यस्तो चाहिँ लास्टै बिजोक हुन्छ कि एकचोटि 1 हप्ता जति पऱ्यो भने त्यसपछि 2 हप्ता जति हिउँ रहन्छ होइन पग्लिनै लाग्छ अनि बिचरा यो डोजरले चाहिँ सोरेको सोरै हो है अगाडि पछाडि सोरेको सोरै अनि सबै ठाउँ हुनु अनि यहाँ ल्याएर थुपाएर छ बिजोक छ नि हो बिजोक छ भने जस्तो सजिलो छैन के छैन धन्न यहाँ चाहिँ अब चाहिँ भने विकसित देश हो प्रविधिहरू थुप्रै छ त्यो भएर बाँच्न सकिन्छ यस्तो हालत हाम्रो नेपालमा हुने हो भने त ल भन्नुहोस् त चिप्लेर गाडी कति एक्सिडेन्ट हुन्थ्यो होला मोटर बाइक कति एक्सिडेन्ट हुन्थ्यो होला यहाँ त अब हिउँमा छुट्टै टायर हुन्छ नर्मल टायर छुट्टै हुन्छ त्यो भएको भएर धेरै फरक छ है यस्तो छ है तर गाह्रो हुन्छ गाह्रो चाहिँ लास्टै रिसै उठ्छ भने कहिले त यो देख्दै अनि यस्तो बेलामा फेरि घाम लाग्यो भने गाडी चलाउनु यति गाह्रो हुन्छ है आँखै टिमिक्कै खान्छ अनि सनग्लास लाएर चाहिँ गाडी चलाउनु पर्ने हुन्छ कि यस्तो बेलामा घाम लाग्यो भने चाहिँ सबैतिर पुरै त्यो टिलिक ढल्किन्छ नि त यो त सेतो त त्यो भएको भएर यस्तो आँखा खान्छ नि हेर्नु नि यस्तो भयो है यो गाडी चाहिँ बिचरा अब हिजो राखेको रहेछ बिजोग भयो है यस्तो छ यस्तै छ भ्लग अन्तिमसम्म हेर्नु होला आजको हिउँको नजारा र आज चाहिँ छुट्टी हो हामी सब हे भगवान् गाइसहरू मैले भिडियो बनाउँदै हेर्नु न यहाँ मौसम के भएको छ होइन यसलाई यो के हुन्छ कि चिन्का चिने त्यो झनक्कै रिसाउने झन्का हुन्छ नि मान्छेहरू त्यो झ्याप्पै रिसाउने त्यो किमिजिकाइ हुन्छ नि त्यस्तै खालको के ल हेर्नु न अघि भर्खरै त्यसरी घाम लागेको थियो भर्खरै मैले भिडियो बनाउँदै थिएँ भिडियो बनाएर माथि आएर बाहिर हेर्छु त अब यसरी परिरहेको छ ल हेर्नु न यसलाई के भन्ने अब ल भन्नुहोस् है ए भगवान् कति रिस उठ्दो हो कि यो मौसमलाई कति के गर्दा ठिक हुन्छ हौ गाइजहरू ल हेर्नु न इन्द्र देवता निकै रिसाएछन् क्यारे है ए भरे के गर्दा मान्छन् हौ इन्द्र देवता
ल हेर्नु न अघि भर्खर मजाले घाम लगाइराखेको थियो है अनि भिडियो गरेँ आज त घाम लाग्छ जे भए पनि हिउँ पर्दैन होला थप हिउँ नपऱ्यो भने त सजिलो हुन्छ भन्थानेको त ल हेर्नु न यो अहिले यस्तो भइरहेको छ कहाँ जाम के म कहाँ जाम हे भगवान् यो जताततै सेतो देखेर मलाई दिक्क लागिसक्यो भने ल हेर्नुहोस् है गाइजहरू बिजोग भयो बुढो वा गाडी फसेछ ल हेर्नु है बुढो गाडी फसेछ अब गाडी निकाल्नलाई बेलचा लिएर आइज भन्नुभयो बेलचा लिएर आमा हो बेलचा लिएर जाँदैछु म होइन अब कहाँले त्यहाँ फसेर बस्नुभयो रहेछ भाइ ए भगवान् दौडिनु पर्यो यो गाडी हिँडेको ठाउँमा दौडिनु आमा माथिबाट नि झर्दै आयो फेरि त्यसका बाजे बिजोग छ हो बिजोग छ ठ्याक्कै त्यो 3 कोना बाटोमा रोकिएर रहेछ हेत्तेरिका आम्बा त आउनुभएको बिहान गाडी फसाएर बस्नुभएछ ए भएर म दौडिँदैछु ल भिडियो झिकझ्याक हुनसक्छ ए भगवान् कहाँ छिर्ने अब यस्तोमा कता जाने हौ बिजोग छ ए भगवान् हेत्तेरिका अब उहाँ पनि कति टाढा लागेको जायो बिजोग छ बुढो बिचरा त्यस्तो राम्रो गाडी फसिरहेको गाडी ल्याउनै मिल्दैन यहाँ यस्तो नि हिउँ छोडेकै रहन्छ कि रातभरि यस्तो हिउँ पर्दाखेरि नि किन नसोर्दिएको दौडी ल्याउनु भयो बुढो दाइजो अब 携帯取ってるんで携帯持ってきちゃダメだ全然雪かきしてないやबिजोग छ है ठ्याक्कै त्यस्तो बिजोग ठाउँमा अड्केछ गाडी ल हेर्नु नि ए भगवान् ल हेर्नु है यस्तो छ है बिचरा ल अब कोहीले गर्दिनन् आफै गर्नु पर्यो ठ्याक्कै गाडी अड्केर बसेर रहेछ अनि यो ठ्याक्कै 3 गुने बाटो छ कि यता र उता हे भगवान् बिजोग छ ल हेर्नु कि नानीどうする後ろから押して分かった全然雪かきしてないんじゃんもう来ねね押せばいいのयस्तो बिजो गरेर राख्नुहुन्न नि यार यस्तोなんでこれ雪どかしてないんかな今どかしてるんやったってそうあっちどうしようもうちょっと車持ってあっちはもっとひどいやからさこっち来たってあれ無理だってबुढो गाडी राख्न नसकेर जानुभयो है अब गाडी राख्न सक्नु भएन यता हेर्नु नि यस्तो छ अनि हेर्नु यहाँ यति धेरै गर्छ नि त अनि हेर्नु नि यस्तो छ अब गाडी राख्ने अब यहाँसम्म त जान्छ कि तर यहाँबाट उता चाहिँ जान्न अनि यो कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ नि शनिबार र आइतबार चाहिँ नि ढिलो गर्छ कि यो हिउँ सोर्ने आउँछ जोसेज गर्ने आउँछ त्यो चाहिँ अनि हेर्नु नि यस्तोमा कहाँ चढ्छ त हौ गाडी अनि यहाँ हेर्नु कति धेरै गहिरो हो कि तल्लैसम्म जान्छ अनि गाडी ठ्याक्कै त्यो बिचमा त्यो उसमा इन्जिनमा पर्छ अनि हुन्न कि एउटा गाडी हेर्नु नि त्यहाँ जबरजस्ती लगेको थियो बिजोग भएर त्यहाँ अड्केछ यहाँबाट जबरजस्ती लगेको थियो यहाँबाट निकालेर बिचरा काममा जानुपर्ने के होला के अरे अनि त्यहाँ गएर अड्किराखेछ कि ल हेर्नु नि जबरजस्ती गरेर लगेको थियो अब जबरजस्ती गरेर लगे पनि उतातिर चाहिँ खाल्टाखुल्टी भनौँ छन त छैन तर एकदमै हिउँ चाहिँ पुरै डल्लो डल्लो भयो कि त्यही भएर कहाँ जान सकिन्छ त नि होइन यस्तो छ बिजोग छ यहाँ अहिले बुढोले कामबाट आएर नि हिउँ सोर्नुहुन्छ भनेको अब गाडी चाहिँ रोक्न मिलेन के को हिउँ सोर्ने अनि यसरी हिँड्यो है यस्तो भयो है बिजोग छ है ल हेर्नु है
यस्तो भएको छ है यसलाई अब कसरी गर्ने बिहान बिहान हिउँ सोर्न आउनुपर्छ नि त ठाडो रिस उठेर आउँछ यार हिउँ सोर्ने आयो 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 अब हिउँ सोर्ने ए होइन उता सोर्दैछ हेर्नु नि त्यो हिउँ सोर्ने त्यहाँ होइन अनि उतातिरको सोर्दैछ कि वास्तवमा यतातिरको नसोरिकन उता सोरेर चाहिँ के गर्नु खोजेको हो खै पनि उता घरले धेरै पैसा तिरेर रहेछ कि के हो दिमाग खराब यता हेर्नु नि यस्तो बिजोग छ ल हेर्नु त्यो गाडी त्यहीँ अड्किरहेछ अब त्यो ननिकाल्न सक्नु नलैजान सक्नु यहाँबाट निकालेर गएको हो जानलाई चाहिँ नि त्यहाँबाट जबरजस्ती निकालेर गएको हो त्यता आउनुपर्छ नि दिमाग खराब त्यता चाहिँ सोरिरहेछ यता चाहिँ आउँदैन अनि यो मान्छेले सोरेर सोर्न सकिँदैन क्या गाइजल होइन यो चाहिँ नि मान्छेले सोरेर लाने कहाँ लाने अनि कतिखेरसम्म गरिराख्ने ल हेर्नु है अनि त्यो हेर्नु नि त्यो उता चाहिँ गरिराखेको छ यता आउनुपर्छ नि दिमाग खराब यार ल हेर्नु है हिउँ सोरेर अब कता लाने अब कमसेकम यता त आउनुपर्छ दिमाग खराब यता सोर्न गएको बाटो त हुन्छ नि अब यस्तोमा कसरी के चाहिँ गर्नु सरापेर पनि भएन दिमाग खराब छ गाइजहरू यस्तो बिजोग छ भित्र लाग्न सक्नु बिजोग हो अब त्यो गाडी त्यहीँ अड्कियो अब के हेरेर बस्नु अब भित्र जान्छ अब दिमाग खराब बिजोग छ गाइजहरू यस्तो बिजोग भयो